यदि तपाईहरुलाई कोर्टरुम ड्रामा मुभी हेर्न मन पर्छ भनेदेखि चाहिँ यो एपिसोड चाहिँ तपाईहरुको लागि नै रहेको छ। हिजो भर्खर मैले नेटफ्लिक्समा एउटा नयाँ मुभी हेरेको थिएँ जसको नाम चाहिँ इक्का रहेको छ। मैले यो मुभी हेरेपछि चाहिँ म चाहिँ फुल अन रूपमा सरप्राइज पनि भएको थिएँ र मजाले मनोरञ्जन गरेर नै चाहिँ यो मुभी चाहिँ हेरेको थिएँ। यो मुभीको कुरा गर्ने हो भनेदेखि चाहिँ यो मुभी चाहिँ फुल अन एउटा कोर्टरुम ड्रामा मुभी रहेको छ जहाँ चाहिँ सस्पेन्सले भरेको छ। हरेक सिन्समा नयाँ ट्विस्टहरु आएर चाहिँ तपाईहरुलाई चाहिँ फुल अन रूपमा चाहिँ यसले चाहिँ इन्टरटेनमेन्ट गरेछ र पुरै सस्पेन्समा राखेर लिएर जानेछ त्यसको चाहिँ ग्यारेन्टी मैले गर्ने गर्दछु। सो यो मुभीको कास्टको कुराहरु गर्ने हो भनेदेखि चाहिँ यसका दुईवटा मेन क्यारेक्टरहरु रहेका छन् जुन चाहिँ दुईवटा ठुल्ठुला एक्टरहरुले चाहिँ निर्वाह गरेका छन्। एकातिर चाहिँ सनी दियोल रहेका छन् जुन चाहिँ एउटा पावरफुल लयरको रूपमा पनि देख्न सकिन्छ भनेदेखि चाहिँ अर्कोतिर चाहिँ हामीले चाहिँ अक्षय खन्नालाई देख्न सकिन्छ। अक्षय खन्नाको रोल त वान अफ द बेस्ट रोल रहेको छ जहाँ चाहिँ हामीले चाहिँ धुरन्धरमा जुन चाहिँ रेमान डकेटलाई हामीले छोडेर आएका थियौं सेम रेमान डकेट जस्तै चाहिँ रोल चाहिँ यसमा चाहिँ हामीले देख्न पाइन्छ। उनको भोइस, उनको आँखाको हेराइ, उनको हिँडाइ सबै चाहिँ रेमान डकेट जस्तै नै रहेको छ जसले गर्दाखेरि चाहिँ हामीले चाहिँ रेमान डकेटको क्यारेक्टरलाई चाहिँ फेरि बिउजाएर चाहिँ हेर्न पनि सक्ने गर्दछौँ यो मुभीमा चाहिँ। यो मुभीको प्लटको कुरा गर्ने हो भनेदेखि चाहिँ एउटा सिम्पल खालको चाहिँ एउटा कोर्टरुम ड्रामा मुभी रहेको छ जहाँ चाहिँ अक्षय खन्ना चाहिँ एउटा लयर रहेका छन्। उनले चाहिँ पावरफुल लयर हुने गर्दछन् र उनले चाहिँ एउटा जस्ट डिफेन्सवाला केस मात्र लिने गर्दछन्। सो उनको चाहिँ 100 वटा स्टिक रहेको छ, विनिक स्टिक देखाउन खोजेको छ भनेदेखि चाहिँ अक्षय खन्ना चाहिँ एउटा पावरफुल पोलिटिकलको छोरा हुने गर्दछन् र उनलाई चाहिँ फर्स्टदेखि नै एउटा भिलेनको रूपमा चाहिँ सो अफ गरिएको छ। सो यो मुभीको चाहिँ स्टार्टिङ चाहिँ एउटा क्लबबाट हुने गर्दछ जहाँ चाहिँ अक्षय खन्ना चाहिँ एउटा केटीसँग बसिरहेका हुने गर्दछन् र केही समयपछि उनी आफ्नो गाडीमा चढेर त्यहाँबाट निस्केको देखाइन्छ। त्यसको केही समयपछि त्यो गाडीबाट चाहिँ त्यो केटीको चाहिँ अर्ध मृतक रूपमा चाहिँ उनकोलाई चाहिँ गाडीबाट खसालिएको देखाइन्छ र कसले कसरी खसाल्यो भनेर चाहिँ त्यसमा चाहिँ हामीलाई केही पनि देखाएको हुँदैन। त्यसपछिको सिनमा चाहिँ अक्षय खन्नालाई चाहिँ उसलाई एटेम्प्ट टु मर्डर गर्न खोजेको भनेर चाहिँ केस पर्ने गर्दछ। सो त्यसको लागि चाहिँ त्यो केस लड्नको लागि चाहिँ उसको बाउले चाहिँ वान अफ द बेस्ट लयरलाई हायर गर्ने निधो गर्दछन्। त्यो चाहिँ सनी दियोल रहेको छ। तर सनी दियोलले चाहिँ त्यो केस लिनबाट चाहिँ उनले चाहिँ मनाइ गर्दछन् किनभनेदेखि चाहिँ अक्षय खन्ना र सनी दियोलको चाहिँ पुरानो एउटा पास्ट हुने गर्दछ र त्यो पास्टले गर्दाखेरि चाहिँ उनले लिन मान्दैनन्। तर पछि गएर के एउटा निश्चित सर्टेन कारणकोले गर्दाखेरि चाहिँ उनले चाहिँ लिनलाई बाध्य हुने गर्दछन्। त्यो कारण के हो भन्नको लागि चाहिँ तपाईहरुले यो सिरिज फेरि हेर्नै पर्ने गर्दछ किनभनेदेखि म यसलाई सबै सस्पेन्सहरु चाहिँ तपाईहरुलाई भन्न चाहन्न। त्यसपछि उनले केस लिने गर्दछन् र केस लड्ने गर्दछन्। हरेक सिनहरुमा चाहिँ विभिन्न खालका नयाँ ट्विस्टहरु आउने गर्दछन्। त्यसले चाहिँ तपाईहरुलाई भरपूर रूपमा चाहिँ इन्जोयबल राखेर चाहिँ सस्पेन्समा राखेर लिएर जाने गर्दछ र यसको अन्तिम लास्ट सिन त फुल अन ट्विस्टेबल रहेको छ जसले तपाईहरुलाई चाहिँ पागलै गराइदिने गर्दछ। एउटा रजनीकान्तको डायलग छ नि हिला डालाना भने जस्तै त्यस्तै खालको चाहिँ सिन रहेको छ। सो तपाईहरुले एकचोटी चाहिँ यो मुभीजलाई चाहिँ तपाईहरुले हेर्नै पर्ने गर्दछ। यो मुभीलाई चाहिँ मैले 5 आउट अफ 4 को रेटिङ दिएको छु। सो यो मुभीलाई चाहिँ तपाईले नेटफ्लिक्सबाट पनि हेर्न सक्नुहुने गर्दछ। यदि तपाईहरुसँग नेटफ्लिक्स छैन भनेदेखि चाहिँ विभिन्न अदर वेबसाइटहरु पनि हेर्न सक्नुहुने गर्दछ जस्तै चाहिँ मुभी बक्स भन्ने एउटा वेबसाइट रहेको छ। त्यसबाट पनि चाहिँ तपाईले गएर चाहिँ यो मुभीलाई चाहिँ आनन्दले सित्तैमा पनि हेर्न हुने गर्दछ। सो आजको यो मुभीको रिभ्यूलाई चाहिँ म यही समाप्त गर्न चाहन्छु र फेरि नयाँ मुभीको रिभ्यू लिएर छिट्टै उपस्थित हुनेछु। हस्त नमस्ते।